80को हिसाबले खेल्यो भने 100 भन्छ के 100 भने धेरै हो अनि अहिले सब्स्टिट्युट है अब राम्रोसँग गेम खेल्न 100% एफर्ट दिनु फिल्डिङ चाहिँ बस्नुपर्छ सबै मिलेर खेलौँ न खेल्दाखेरि के जस्तो हाम्रो ब्याट गर्दाखेरि विकेट झरिरह्यो भने फेरि पछिको मान्छे नआत्तिकन एक दुई रन चोरेर भए पनि खेल के खाली सर्ट खाली चौका छक्का हान्ने गर्दाखेरि हाम्रो विकेट गइरहेको हुन्छ होइन नआत्तिकन खेल के अनि फेरि त्यो सिङ्गल डाउन त्यो गरेर खेल अनि फेरि रनअप एकदम कम्युनिकेसन गरेर एउटा रन गरिरह अर्को रन गरेन त्यसैमा विकेट पनि झरिरह होइन त्यो एकदम ख्याल गर कि अनि अलि त्यो हाम्रो यो के अरे त्यो अनि अरू को छ अलि दौड्न नखोज्ने के तिनीहरूसँग प्योर वर खेल्दा एकदम केयर भयो कि उनीहरू अलि दौड्दैन नि बरु क्याच आउट हो रन आउट चाहिँ बिग्रे नि रिसै नगरौँ एक अर्कालाई रिस नगरिकन आनन्द ब्याट्सम्यानले छक्का तोलाक्दैछ भने पशुपतिनाथ की म्यान अफ द म्याचको है हाम्रो म्याच जित्यो कृतज्ञता व्यक्त गर्दछौँ र यसोजुका वरियर भर्सेस आजता थन्डर्समा एकदमै राम्रो प्रदर्शन गरिदिने सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै म्यान अफ द म्याच बन्न सफल हुनुभएको आजता थन्डर्सका निरज बम ठकुरीजी टक्क म्याच जितेर केटाहरूको है यहाँ खाँचा भइरहेको अहिले एकछिन त्यसपछि अर्को म्याच सुरु हुन्छ हाम्रो लगत्तै डाइटमा छ सबैजनाहरू मेरो पनि छ